माछाको पार्सल पठाउने तरिकै पार्सल पठाउने तरिका अरे यो सन्सान घाटमा लैजाने तरिका। के गर्ने रे? माछालाई सन्सान घाटमा लैजाने। ए संसारी घाटमा लैजाने। माछा सन्सान घाटमा बोक्ने तरिका हो। यो जस्तो छ त्यस्तो पुरानो माछा हो के? ए त्यस्तो पो हो? सन्सान घाटमा लगेपछि त्यहाँ गएर नुन तेल हाल्दै फ्राई गरी खान सक्छ कि? के हाने रे? नुन तेल हाल्दै फ्राई गरी खान सक्छ कि? ए सन्सान घाटमा हो। यस्तरी सन्सान घाटमा लग्यो जस्तो छ त्यो जस्तो मरेछ त्यस्तै पुग्छ कि सन्सान घाटमा। आनन्द होइन? जात नानी दाइलाई बोला। आनन्द जा त जा न। ऊ पलतिर जेठाबालाई बोला न। यो हो सन्सान घाटमा लग्ने तरिका। माछा तपाईँहरूले गनाउँदै त्यो बुङबुङको नाक गर्ने गरेर त हामी त यसरी सन्सान घाल्नु पर्छ। अब यसरी मर्छ हालिदिएपछि यो सन्सान घाटमा जस्तो यहाँबाट हाल्यो त्यस्तै पुग्छ। बुझ्यो नि? यो ल ल ल ल त्यहाँ अलिकति बोटकोमा पनि हालिदिनु। ल बिचार हजुर अर्काले हालिदिनु नि। अझ ल टुसा खाने ठाउँमा हाम्रो उषा खान्छ नि यस्तो लोरे खोलाको उषा। ल ल ल ल उषा ल इ माछा गरेछ हान्नुलाई कहाँ पठाउने हो? बोलाछ यो लेकतिर पठाउने टुसा खान पठाउने। टुसा खान पछि टुसा आउँछ अरे पठायो भने। टुसा आउँछ यो टुसा बोलाउँछ क्या यो खायो भने। हेर माछा प्याक गर्ने पार्सल पठाउने है। आम्माम टुसा खाने तरिका हो यो। ल त्यति हो गया हो गया। ल पुरा एकतिर मात्र त होला नि न एकतिर मात्र काट्ने त होला नि त्यो नुहाउने होला फेरि बान्ने होला प्याक गर्ने होला प्याक गर्ने होला होइन? दही कता आउनु भएको माछा ल्याउ न। हजुर ए अब प्याक हुँदैछ के अरे ऊ खान जान लाग्छ टुसा। टुसा खाने माछा हो क्या? टुसा र च्याउ खाने हो। टुसा र च्याउ खाने माछा हेर्नु है। ल हेर्नुहोस् यसो बान्ने भने यो च्याउ बोलाउँछ यो माछाले। अस्तिको यो पानीले अलिअलि पलाउनु लाग्छ होला च्याउ त। च्याउ खाना हो। अब झट्टै जानुहुन्छ ल। अलि माथि नै बान्नु न अलि माथि रोटी आउँदैन त्यो च्याउ खाना। फुट्किन्छ हो त्यो माथि। यता यता फर्काउनु न यता त्यस्तो होइन कि यता फर्काउनु यसलाई हो यसरी यसरी कस्नुपर्छ कि पहिला। यसरी हो। एउटा प्याक भइसक्यो हजुर अब अर्को फेरि हजुर अलि ठुल्ठुला नि हालिदिनु। हजुर ल अहिले त्यो ड्राइभर आउने भने ड्राइभर साहब फेरि ड्राइभर साहबलाई फेरि ल अलिकति भुटेर खानिदिनु पऱ्यो। ल जो लगेन हुन्छ ल। त्यहीमा बान्दिनु साललाई फर्काइदिनु फेरि खस्ला तल मान्छ। हुन्न नि त्यसरी हुन्न नि फर्काउनु। खस्यो यस्तो उसमा हाल्यो भने फेरि जस्तो हालेछ त्यस्तै पुग्छ क्या? हजुर हद चिसो भइरहन्छ। यो काफलहरू पनि त यसमै बनाएर हालिदिने पनि। अहिले यो काफल बेच्ने ठाउँमा सला यस्तरी हालेको पाखमलाई 80 रुपियाँ यो प्याक गरेको लाग्छ हो। अरू चाहिँ काफल कति लाग्ने त्यो छैन। 80 रुपियाँ यो प्याकको। अचम्मको यार। ल त्यति हुन्छ साललाई यो रसी पर्दैन धेरै। माइजू यो चाहिँ हजुरलाई हल्का ठुलो छ। यो अर्को दाइलाई के अङ्गु खानु डिउ खाने है माइजू डिउ रक्सी मामालाई हालिदिनु के हो के दाइले म लिएर आउँछु। त्यस्तै लैजाने हाल्ने होइन।